सभाको सभापतिज्यू सचिवज्यू र प्लानेटोरियमको निर्देशकज्यू र सचिवज्यूहरू, सरहरू, विभिन्न प्रोफेसर सरहरू, इन्स्ट्रक्टरहरू र विद्यार्थी भाइ बहिनीहरू, धेरै होला जस्तो लागेको थियो। धेरै रहन्छ यहाँ चाहिँ आज, सायद धेरै छानियो होला। अझै यहाँ आएर 121 भन्नुभयो, 121वटा प्रपोजलमा छानिएर आज कति होला? 18वटा। ल, यो पनि छानिँदै आएको सम्पूर्ण भाइ बहिनीहरूले दुःख गरेको, धेरै दुःख गरे होला। तर तपाईँहरूलाई चाहिँ धेरै दुःख गरे जस्तो लाग्यो होला है। तर दुःख चाहिँ केही भएको मानिँदैन। यसलाई भर्खर कोसिस गर्दै गरेको र यो जुन छ स्टेमको जुन यो एउटा कम्पिटिसनमा भाग लिनु भएको छ, यसको चाहिँ धेरै चरणहरू हुन्छन्। चरणहरू पार गर्नुपर्छ अनि चरणहरू पार गरेर यो सर्टिफिकेट मात्रै समात्ने होइन, त्यसबाट कुनै न कुनै चिज, अब खास गरी भन्ने हो भने आफू नै एन्टरप्रेन्योर बन्ने चाहिँ कोसिस गर्नुपर्छ है। मैले त्यहाँ भाइहरूलाई 2-3वटा भाइहरूलाई भने वीरगन्जमा गएर अहिले त एउटा सानो त्यो डेमोको रूपमा अहिले जो यसमा देखाइरहेको छ भाइ बहिनीहरूले यहाँ चाहिँ विभिन्न किसिमको आफ्नो आइडियाहरू देखाइरहेको छ। त्यो कन्सेप्ट भयो र कन्सेप्टलाई चाहिँ डेमोको रूपमा यहाँ ल्याएर देखाउनु भएको छ। अनि त्यो कन्सेप्टलाई डेमोको रूपमा देखाउनलाई पनि निकै कोसिस गर्नुभएको छ, निकै अलिअलि खर्च पनि भयो होइन। तर यतिकैमा छोड्यो भनेदेखि केही पनि हुँदैन। अझ अहिलेसम्म गरेको यो 18वटा एउटा सक्सेसफुल कन्सेप्ट र त्यो विफल भएको अरू जुन छ यहाँ सिलेक्सन नभएको अरू पनि कन्सेप्ट होला, राम्रै होला, तर सिलेक्सनमा आएन। त्यो कन्सेप्टहरू, यो सिलेक्सनमा नपरेको कन्सेप्टहरू, सिलेक्सनमा परेको कन्सेप्टहरूमा चाहिँ म के भन्न चाहन्छु भने यो चाहिँ अहिले गरेको चाहिँ एउटा कन्सेप्ट, प्रुफ अफ कन्सेप्ट भनिन्छ। प्रुफ अफ कन्सेप्ट चाहिँ देखेँ मैले अहिले त्यहाँ पनि देखेँ। त्यसो भए एउटा कन्सेप्ट निकाल्नु भएको छ, त्यसलाई चाहिँ हुनसक्छ भनेर एउटा प्रुफसम्म एउटा देखियो। अब धेरै जानु छ, टाढा जानु छ बाटो चाहिँ। त्यो प्रुफ अफ कन्सेप्टबाट त्यसको प्रोटोटाइप डेभलप गर्नु पऱ्यो। प्रोटोटाइप एउटा डेभलप गरेर हुँदैन, प्रोटोटाइप धेरै डेभलप गर्नुपर्छ। 3, 4, 5 किसिमको कति किसिमको प्रोटोटाइपहरू डेभलप गर्नुपर्छ। अनि बल्ल प्रोटोटाइप डेभलप गरिसकेपछि सक्सेस, त्यो फाइनल प्रोटोटाइप जुन छ त्यो सक्सेस भएपछि त्यसलाई प्रोडक्ट डेभलपमेन्टमा लैजानु पर्यो। प्रोडक्ट डेभलपमेन्ट भनेको त्यो मार्केटमा जाने प्रोडक्ट अथवा कहाँ लैजाने हो, त्यो प्रोडक्ट कसले प्रयोग गर्ने हो, त्यसको युजर त होला कोही न कोही, बिना युजर त हुँदैन। युजरले मन पराउने, कस्टमरले मन पराउने प्रोडक्ट चाहिँ डेभलप गर्नु पर्यो। इट्स लङ वे। त्यो प्रोडक्ट डेभलप गर्दाखेरि धेरै गाह्रो हुन्छ, हुँदैन। एउटा प्रोडक्ट डेभलप गरेर हुँदैन। डेभलप गर्ने, त्यसलाई हेर्ने, टेस्ट गर्ने, राम्रो भएन भनेदेखि फेरि अझै राम्रो बनाउनलाई कोसिस गर्ने, फेरि अर्को बनाउने गर्दै जाने। प्रोडक्ट डेभलप भयो त्यतिले पनि पुग्दैन। प्रोडक्ट डेभलप भइसकेपछि अब त्यो प्रोडक्ट लाई चाहिँ मार्केटमा लैजानको लागि कस्टमरको चाहिँ सर्वे गर्नु पर्यो, टेस्ट गर्नु पर्यो। कस्टमरले मन पराउँछ कि पराउँदैन? कस्टमरले दुईवटा कुरा भयो भने मन पराउँछ। पहिलो कुरा के भयो भने मन पराउँछ भने राम्रो हेर्दाखेरि चिटिक्क परेको देख्यो भने, राम्रो काम गर्ने देख्यो भने मन पराउँछ। दोस्रो कुरो सस्तो हुनुपर्छ, पैसा उसले चाहिँ तिर्न सक्ने हुनुपर्छ। अब चाइनिजहरूले विश्वको मार्केट किन खायो त भन्दाखेरि उनीहरूले सस्तो पनि बनायो, राम्रो पनि बनायो। जापानिजहरूलाई पनि जित्दियो, किनभने जापानिजहरूले राम्रो त बनाउँछन् तर जापानिज माल चाहिँ महँगो हुन्छ। त्यस कारणले जापानिज मार्केटलाई डाउन गरिदियो। त्यो दुईवटा कुरा।
चाहिँ ख्याल राख्नुपर्छ। भनेपछि धेरै लामो बाटो छ। यो आजको एउटा कार्यक्रममा सिद्ध्याएर भोलिदेखि यो कुरालाई बिर्सिने हो भने चाहिँ केही पनि भएन, खेरै गयो। अलिअलि पैसा खेर फाल्यो होला, के अरे खर्च गर्यो होला, त्यो खेरै गयो र यहाँसम्म आउनलाई निकै दिन रात अनि कोसिस गर्यो होला, त्यो समय पनि खेर गयो। यत्तिकै छोड्ने हो भने है, त्यतिखेर जाने कुरो नगरे पनि हुन्थ्यो, गरिहालेछौ होइन। तर लक्ष्य चाहिँ त्यो हुनुपर्छ भनेको। अहिलेसम्म जे गर्यो यसलाई चाहिँ अगाडि बढाऊ भन्यो होइन। बढाउनुको लागि पैसा छैन पनि भन्यो त्यहाँ अहिले होइन। पैसाको कुरो फिकर गर्नु पर्दैन, पैसा है। मैले पनि कहिले फिकर गर्दैन पैसा, कहिले फिकर गर्दैन पैसाको कुरा चाहिँ मलाई फिक्रै लाग्दैन। किन हो, कहिले पनि मैले पैसाको फिकर गरेन अनि भाइ बहिनीहरूले पनि पैसाको फिकर गर्ने होइन। दिमागको फिकर गर्नुपर्छ। दिमाग चाहिँ जता जान्छ, जे हुन्छ त्यो चाहिँ गर्नुपर्छ। र त्यो एउटा मैले एउटा प्रोसेस बताएँ, त्यो प्रोसेस चाहिँ दिमागमा राख। अब यति गर्नुपर्ने छ, यतिसम्म जानुपर्ने छ। त्यो गर्नको लागि अब के गर्ने? अहिले त कोही फाइनल इयरमा होला होइन, कोही सेकेन्ड थर्ड इयरमा होला। अब यो सकिएपछि सक्ने हो भने त्यो पनि खेरै गयो। अहिलेसम्म प्रयास गरेको खेरै गयो। अब यसलाई चाहिँ म टुङ्गोमा पुर्याउँछु भनेर लाग्ने चाहिँ पहिला कुरा मनमा चाहिँ अठोट गर्नु पर्यो। मनमा अठोट गर्नु पर्यो र चाहिँ अगाडि बढ्नु पर्यो। होइन म यति पढेपछि म कि विदेश पढ्न जान्छु कि चाहिँ अब जागिर खान्छु भनेर फेरि जागिर खान थाल्यो भने त्यो पनि होला। त्यस कारणले म के भन्छु भने यस्तो किसिमको रिसर्च इनोभेसन गर्नेहरूले आफू चाहिँ एन्टरप्रेन्योर बन्ने चाहिँ सपना देख्नुपर्छ। पहिला एन्टरप्रेन्योर बन्ने सपना देख्नु पर्यो अनि त्यसपछि रिसर्च इनोभेसन के गर्नु पर्यो र त्यसलाई चाहिँ गरेर अनि एन्टरप्रेन्योर बन्नु पर्यो र पैसा कमाउनु। पैसा कसको लागि कमाइदिने? आफ्नै लागि कमाउने हो। तर इन्डाइरेक्टली भन्दाखेरि के हुन्छ भने आफूले पैसा कमाउँदाखेरि देशलाई पनि फाइदा हुन्छ। यो देशको लागि पैसा कमाइ यो कुरा हो। र अब यसलाई चाहिँ अहिलेको जो नयाँ मन्त्रालय छ, विज्ञान प्रविधि नवप्रवर्तन मन्त्रालय भन्ने चाहिँ अब गर्ने यही हो। त्यहाँभन्दा अर्को काम गरिँदैन। तर अहिलेको जुन तरिकाले काम गरेको छ त्यो तरिका चाहिँ धेरै फरक हुन्छ। तर फरक कस्तो हुन्छ भन्ने कुरा पनि अब सोच्दै जाने हो, गर्दै जाने हो, सिक्दै जाने हो। नेपालमा रिसर्च इनोभेसन गर्ने एउटा सिस्टम बसेको छैन, गर्ने पनि सिस्टम बसेको छैन, गराउने सिस्टम बसेको छैन। त्यसैले भाइ बहिनीहरू कलेज लेभलको विद्यार्थीहरू भएको हुनाले सरहरू पनि हुनुहुन्छ। म के भन्न चाहन्छु भने अहिले हामीले मोटामोटी ब्रेन स्टर्मिङ गर्दाखेरि अब यहाँ हरेक युनिभर्सिटीमा चाहिँ एउटा इनोभेसन ल्याब चाहिँ हुनैपर्छ। यो चाहिँ हो। र इनोभेसन ल्याब भनेर जबरजस्ती बनाउन लगाउँदैनौँ है। जबरजस्ती बनाउन लगायो भने फेरि काम गर्दैन। सरकारको बजेट आएको थियो, बनाइदियो अनि त्यहाँदेखि त्यहाँ चाहिँ त्यो व्यवहारिसी भन्छ। जुन युनिभर्सिटीले चाहिँ यस्तो किसिमको इनोभेसन गर्ने गराउने चाहिँ दिमाग ल्याउँछ, त्यस्तो किसिमको कार्यक्रम बनाउँछ, त्यसलाई सहयोग गर्ने। त्यो भनेको चाहिँ के हो भन्दाखेरि कलेजमा भएको, युनिभर्सिटीमा भएको अहिले तपाईँहरूको जुन ल्याब हुन्छ त्यो ल्याबभन्दा फरक किसिमको ल्याब हो। अहिले भइरहेको ल्याब त के हो भन्दाखेरि आफूले पढेको कुरालाई प्र्याक्टिकल गर्ने न हो। अहिले भएको ल्याब सिक्ने अलिअलि त्यहाँबाट, त्यो ल्याब भनेको होइन, इनोभेसन ल्याब। म त्यही आह्वान गर्दैछु, हरेक युनिभर्सिटीले आफ्नो एउटा उच्च स्तरको चाहिँ इनोभेसन ल्याब चाहिँ बनाउनै पर्छ। किनभने त्यस्तो किसिमको इनोभेसन ल्याबहरू मैले संसार घुम्दाखेरि धेरै युनिभर्सिटीहरूमा देखेको छु। त्यो भनेको त्यहाँ चाहिँ प्र्याक्टिकल गर्ने, त्यहाँ चाहिँ पढाउने ठाउँ होइन।
पढ्दै गरेका अब भाइ बहिनीहरू जस्तो एक्स्ट्रा टाइममा एक्स्ट्रा दिमाग पनि एक्स्ट्रा हुनु पऱ्यो होइन। त्यो पढेको कुराहरूबाट कुनै नयाँ चिज जस्तो आज देखायो यस्तो किसिमको चिजहरू बनाउनको लागि चाहिँ आयो जोस जाँगर चल्यो भने त्यस्तोहरूलाई सहयोग गर्ने एउटा छुट्टै ल्याब चाहिँ हुनुपर्छ, इनोभेसन ल्याब। त्यसलाई चाहिँ नाम दिए पनि हुन्छ, विदेशतिर विभिन्न नामहरू दिएको हुन्छ त्यसलाई। कसैले भन्छ डिजाइन फ्याक्ट्री भनेर नाम दिएको हुन्छ, कसैले चाहिँ इनोभेसन ल्याबै भनेको हुन्छ, कसैले ड्रिम ल्याब भनेको हुन्छ होइन। अब कसैले चाहिँ मिडिया ल्याब, जस्तो एमआइटीमा मिडिया ल्याब छ, यस्तो विभिन्न किसिमको नामहरू दिएको हुन्छ। ल्याबहरू खोल्ने, ल्याब चाहिँ खोल्नको लागि चाहिँ अनिवार्य गराउनै पर्ने हो, तर अनिवार्य गरायो भने फेरि काम गर्दैन। त्यस कारणले पैसा खेर जान्छ र इच्छा हुने अगाडि बढ्ने। यो कुरा चाहिँ मैले हरेक युनिभर्सिटीहरूलाई आह्वान गर्ने होला छ। एउटा ल्याब खोल्नु पऱ्यो, ल्याबमा चाहिँ त्यो युनिभर्सिटीहरूमा केही गर्न चाहने विद्यार्थीहरूले आफ्नो पढाइको समयमा आफ्नो जे छ कोर्सको कुरा त पढ्नै पऱ्यो, त्योभन्दा बाहेकको समयमा केही गर्न चाहनेहरूले त्यहाँ चाहिँ बनाउने व्यवस्था होस्। ल्याब राम्रो हुनु पऱ्यो, वेल इक्विप हुनु पऱ्यो, त्यसमा चाहिन्छ मेटेरियलहरू चाहिन्छ, मेटेरियल एभाइलेबल हुनु पऱ्यो। कमसेकम एउटा दुईवटा चाहिँ सुपरभाइजर हुनु पऱ्यो। त्यो चाहिँ पढाउने ल्याब होइन, सुपरभाइजरले हेर्ने, सुपरभाइज मात्रै गर्ने, त्यस्तै किसिमको ल्याब चाहिँ एउटा चाहिन्छ। यो चाहिँ युनिभर्सिटीहरूमा हो। अब कोही त के छ त भन्दाखेरि युनिभर्सिटी पनि पढिसक्यो अथवा कोही पढेको छैन, नयाँ नयाँ किसिमका आइडियाहरू छन्, आउँछ, नपढे पनि आउँछ नि आइडियाहरू, त्यस्ताहरू छन्। अब कोही चाहिँ विदेशमा चाहिँ धेरै वर्ष बसेर त्यस्तै किसिमका रिसर्च इनोभेसनको कामहरू गरेर नेपालमा आएर पनि केही गर्न चाहने मान्छेहरू पनि छन्, तर यहाँ आएर कहाँ गएर ल्याब, कहाँ छ र ल्याबमा गएर गर्ने क्या? युनिभर्सिटीको कलेजको ल्याबमा गएर हुँदैन। अब त्यस्तो छुट्टै स्पेसल ल्याब छैन। कसैले नयाँ आइडिया आयो, नयाँ गर्नुको लागि त ल्याब त चाहियो कमसेकम। अब त्यस्तो किसिमको एकदम उत्कृष्ट आइडिया भएहरू कसैले ल्याउँछ भने त्यसलाई पनि दुःख पाउनु पर्दैन, त्यसलाई जे नाम दिए पनि भयो। एउटा यस्तो ल्याब बनाइन्छ जहाँ चाहिँ यस किसिमले नयाँ नयाँ एक्सलेन्ट आइडियाजहरू ल्याएर केही गर्न चाहने, जसले देशको जनताको भलाइ हुने र त्यो गर्ने मान्छेको पनि भलाइ हुने कि, किनभने जसले गर्छ त्यसको पनि त भलाइ हुनु पऱ्यो। त्यस्तै किसिमको गर्न चाहनेहरूले दुःख पाउनु पर्दैन। हेरौँ त्यसको जग चाहिँ 1-2 वर्षभित्रमा त्यो जग चाहिँ बच्छ। यो हो। यसरी गऱ्यौँ भनेदेखि के हुन्छ भने सरहरूले अब सरसाहरूले त्यहाँ चाहिँ यस्तो किसिमको एउटा वातावरण बनाउनु पऱ्यो। त्यो ल्याब भनेको के हो भन्दाखेरि वातावरण बनाइदिने, गर्न चाहनेलाई, कसैलाई चाहिँ त्यहाँ चाहिँ जबरजस्ती गराउने होइन। युनिभर्सिटी पढ्नेहरूलाई केही गर्न चाहन्छ भने त्यसले चाहिँ गर्न पाओस्, बस दुःख नपाओस्। त्यहाँ त्यसलाई जागिर खुवाउने होइन। फेरि कसैले के जान्छ यहाँ ल्याबमा जागिर खानु पऱ्यो भन्न आउला नि ल्याबमा जागिर खाने होइन, आफ्नो आइडियाको चाहिँ कन्सेप्ट अरूलाई प्रुभ गर्ने, प्रोटोटाइप बनाउने, हेर्ने काम धेरै चाहिँ प्रोटोटाइपहरू बिग्रिन्छ। ओभर 90% अफ प्रोटोटाइपहरूले काम गर्दैन, अनि जो प्रोटोटाइप बन्छ त्यसबाट प्रोडक्ट बनाउँदाखेरि फेरि ओभर 90% फेलै हुन्छ र थोरै पर्सेन्ट जो बन्छ त्यसले चाहिँ देशको इकोनोमीलाई बढाउने र ठुलो चिज गर्नु पर्दैन, सानो चिज मैले त भनिरहेको छु। भाइ बहिनीहरूले जो देखायो बाहिर एकदम एक्सलेन्ट आइडियाजहरू छन्, एक्सलेन्ट आइडियाहरू छन्। अब त्यसलाई चाहिँ गर्दै जाँदाखेरि भोलि अब
राम्रो प्रोडक्ट बन्यो भने त्यसको फाइदा त आफैलाई पनि भयो, गाउँले के अरे अरू आम जनतालाई पनि भयो, देशलाई पनि भयो। यस्तै किसिमको कुराहरू अघि नै भनिसक्यो। यो यसलाई अझै अगाडि बढाउनलाई पैसा चाहियो भन्दै थियो होइन, कसले हो भनेको 2-3जनाले भन्दै थियो होइन। अब पैसा त दिन सक्दैन अहिले विज्ञान मन्त्रालयले, किनभने कानुनै बनाएको छैन यो कसरी चाहिँ कसलाई कसरी सिलेक्सन गर्ने, त्यसको अब ऐन बन्नु पर्यो, लाग्छ 3-4 महिना 4-5 महिना त लाग्छ। जतिन्जेल अहिले आविष्कार केन्द्रमा आएर गर्छु भने पनि हुन्छ क्या। मैले एकजना भाइले बिरगन्ज जाऊ भने, त्यहाँ राम्रो ठाउँ छ, एकदम ओपन स्पेस छ, केही गर्ने भने त्यहाँ गएर गर। त्यो एल्गी पाल्ने भाइले त्यो त कमर्सियल, त्यसलाई कमर्सियल रूपमा लैजान सक्यो भने फाइदा होला। तर लैजान सक्छ कि सक्दैन भन्ने कुरा। अब धैर्यता कति छ होइन, कति धैर्यता छ भने सक्छ, छैन भने सक्दैन। यस्तै किसिमको एकजना भाइले त्यो ड्रोन बनाएको देखेँ मैले। अब त्यो ड्रोनमा त धेरै कोसिस गर्नु, धेरै अलिअलिले नै होइन। त्यहाँ मैले भने विन्ड टनल बनाएको छ, त्यहाँ त्यो विन्ड टनल छ, त्यो पनि प्रयोग गर्न पाइन्छ। र त्यहाँ गएर त्यहाँ के छ गर्नु पाइन्छ। कलेजमा पाइयो भने कलेजतिर गर्नु, पाइएन भने त्यतातिर गएर गर्नु, यस्तो कुराहरू। तर अहिलेको कुरा हो। तर 2-3 वर्षपछि हेरौँ यस्तो किसिमको एउटा सेन्टर, एउटा कल्पना छ जहाँ चाहिँ कसैले केही गर्छु भन्यो भने दुःख पाउनु नपरोस्। कलेज पढिसकेर पनि, कलेजमै पनि केही न केही गर्छु भन्यो भने उसले पनि देश गर्न पाओस् भन्ने चाहिँ हाम्रो कल्पना हो। त्यसो गरेर चाहिँ देशको इनोभेटिभ क्रिएटिभ भाइ बहिनीहरूलाई चाहिँ हुर्काउने हो। अब के गर्दै जानुपर्छ थाहा छैन है। धेरैले भन्छ योजना भन्ने कुरा के छ, अब 5 वर्षमा के गर्ने योजना छ भन्छ। 5 वर्षको त के, अर्को महिनामा के गर्ने भन्ने योजना नै छैन। योजना भन्ने कुरा त आउँदै गर्छ। अहिले हामीले म मन्त्री भएको आज कति दिन भयो पनि, 10 दिन भयो। आज कति हो? 11 दिन भयो। 11 दिन भयो। 11 दिनमा निकै सोध्दैछौँ, किनभने 26 गते मन्त्री भएको नि, 7-5-12औं दिन भएछ आज है। अनि त्यो पनि पहिलो दिन त शपथ ग्रहण गरेको हो, त्यसलाई नगरे पनि हुन्छ। अनि मन्त्रीको कुर्सीमा बसेर काम गर्न थालेको चाहिँ 27 गतेदेखि त हो होइन। अझ यस्तो कुराहरू धेरै ब्रेन स्टोर्मिङ गर्नुपर्छ, भाइ बहिनीहरूले सोध्नुपर्छ। र युनिभर्सिटीका अब ब्याकग्राउन्ड यसो घुम्ने भन्ने विचार त गरेको छु है। तर अब खास गरी युनिभर्सिटीको फ्याकल्टी सरहरूले, अब सबहरूले के आइडियाहरू छन् यसो कागजमा लेख्दै व्हाट्सएपमा पठाउँदै गरे पनि हुन्छ भन्ने कुरा चाहिँ म अनुरोध गर्न चाहन्छु। मान्छे भेट्नै आउनु पर्दैन, फुर्सद पनि नहोला, व्हाट्सएपमा केही कुराहरू पठायो भने मैले चाहिँ अब त्यसलाई हेर्छु। यति भन्दै मेरो अलिक लामो जस्तो भयो होला, भाषण गरे जस्तो भयो होला। तर वास्तविकता चाहिँ यही हो क्या। अबको दिनदेखि अहिलेसम्म जे भयो भयो, अब पहिलाको कुरालाई बिर्सौँ, फर्गेट इट। अब आउने दिनमा अब खर्च चाहिँ त्यो विद्यार्थीहरूले केही रिसर्च इनोभेसन गर्नलाई खर्च ठुलो कुरा आँट्दैन, सानो कुरा। अहिलेलाई हामीले, मैले भन्ने सुझाव नै त्यही छ, ठुलो कुराहरू नआँट। अहिलेलाई एकदम माथि चाहिँ के बनाउँछु भनेर ठुलो कुराहरू होइन, सानो दैनिक जीवनमा उपयोगी हुने, जस्तो कृषि औजार कारखानामा धेरै किसिमको कृषि औजार बनाउनु पर्छ। त्यहाँ पनि एउटा ल्याब हुन्छ कृषि औजार कारखानामा, कहिल्यै छ ल्याब छ, त्यहाँ केही न केही प्रयोग गरिरहेछन्। अब यस्तै किसिमको कुनै न कुनै कुरा, खाद्य वस्तुको कुराहरू भयो। अघि त्यहाँ चाहिँ यो बायोफोनिक होइन, बायोटेक्नोलोजीको कुरा पनि थियो।
अनि त्यस्तो त्यस्तो कुराहरू त्यहाँ चाहिँ त्यो अरू सबै त्यहाँ भएको है मैले देखेको जति सबै कुरा चाहिँ ऊ हुन्छ। त्यो माटोबाट 3D प्रिन्टिङ गर्ने पनि थियो माटोबाट, त्यो पनि इन्ट्रेस्टिङ। अब त्यो त्यति बनाएर देखाएर भएन के, नेपालमा प्रदर्शनी गरेर मात्रै हुँदैन। प्रदर्शनी त गर्नु पर्यो, बेला बेलामा गर्नुपर्छ, तर त्यसलाई चाहिँ एउटा कमर्सियल प्रोडक्टको रूपमा कसरी विकास गर्ने भन्ने कुरामा सरकारको तर्फबाट है आइडिया ल्याउने काम गर्ने त तपाईँहरू नै हो। सरकारको तर्फबाट भनेको अलिकति वातावरण बनाइदिने काम हो। वातावरण सकेसम्म बनाइनेछ। ल एकदम बधाई छ। बेलुका भोलिदेखि चाहिँ त्यो आज जो प्रदर्शनीमा देखायो त्यो कुराहरूलाई पनि थोरै चटक्कै बिर्सेर एउटा कुनोमा फालेर आफ्नो बाटो नलाग्नु। त्यसबाट केही न केही बनाउने इच्छा छ भने मसँग सम्पर्क गर्दै गरेको ल।